Hello friends, how are you all? Hope you all guys are doing well. आज चाहिँमा हामीले हाम्रो किचन गार्डनमा के लगाएको छौं भनेर देखाउँछु है। यो चाहिँ लसुन हो। यहाँ चाहिँ हामीले 1 2 3 4 चारवटा ड्याङमा चाहिँ लसुन लगाएको छौं। लसुनको कन्डिसन यस्तो छ। लसुनको बिउ त्यति राम्रो नभएकोले लसुन चाहिँ त्यति राम्रो भएन। अहिलेको पाली चाहिँ मसिनो नै छ। मल पनि हाल्न पाइएन, त्यही भएर पनि होला। यतापट्टि चाहिँ छ यो टमाटो प्लान्ट्सहरू, टमाटरहरू लगाछौं। यतापट्टि चाहिँ खुर्सानी छ जुन फुल खेल्दैछ, अब फल्ने बेला भएको छ। अब फल्छ होला छिट्टै, अब खान पाइन्छ। हरियो आफ्नै करेसाबारीको खुर्सानी। यो चाहिँ पासेको साग, हामीले 2 तिहाई खाइसक्यौं पनि। र यतापट्टि छ यो ब्रिन्जल भान्टा, यो पनि फुल्न लाग्छ, अब फल्छ छिट्टै। बीचमा चाहिँ हामीले सम्पूको साग र सिपचना यानी बकुला कि बकला हो, हामीले चाहिँ बकला भन्छौं। कसैले चाहिँ बकुला पनि भनेको सुन्छौं। त्यो पनि लगाछौं। त्यो चाहिँ उम्रिसकेको छैन, उम्रिन लाग्छ बल्ल बल्ल। यो चाहिँ यतापट्टि छ पत्ता गोबी, क्याबेज। यो मर्छ होला जस्तो थियो, लगाउँदा सर्दैन जस्तो थियो, त्यही पनि यतिको चाहिँ भएको